यहाँ हेर्न सक्नुहुन्छ एउटा घनाकार ठोस वस्तुमाथि 8 सेन्टिमिटर ठाडो उचाइ भएको एउटा पिरामिड राखिएको छ। यदि घनको भुजाको नाप 12 सेन्टिमिटर छ भने उक्त संयुक्त ठोस वस्तुको पुरा आयतन पत्ता लगाउनुहोस् भनेको छ। यहाँ पुरा सतहको क्षेत्रफल निकाल्न भनेको थियो, यसमा चाहिँ आयतन निकाल्न भनेको छ। एकदम प्रश्न एकदमै सजिलो छ, बुझ्नुपर्ने छ, पढेर चाहिँ प्रश्न पहिला बुझ्नुहोस्। भनेको चाहिँ एउटा घनाकार ठोस वस्तुमाथि 8 सेन्टिमिटर ठाडो उचाइ भएको एउटा पिरामिड राखिएको छ भनेको छ। भनेपछि एउटा के, अब यो चित्र बनाउनु, पहिला प्रश्न पढिसकेपछि चित्र बनाउने कोसिस गर्नु। के रहेछ, एउटा घनाकार वस्तुमाथि एउटा घनाकार ठोस वस्तुमाथि मैले एउटा घन बनाउँछु। अब हेर्नुभयो भने चाहिँ एउटा घनाकार ठोस वस्तुमाथि 8 सेन्टिमिटर ठाडो उचाइ भएको एउटा पिरामिड राखिएको छ भनेको छ। भनेपछि पिरामिड राखिएको छ भनेपछि 8 सेन्टिमिटर उचाइ भएको भनेछ। यो भयो अनि यो सबै गएर त्यही जोडियो। ल यो हाम्रो पिरामिड भयो। यो अलिकति बाङ्गो भयो, यसलाई चाहिँ बुझ्नु होला। ल यो भयो हाम्रो पिरामिड। अब त्यसपछि यसको ठाडो उचाइ भनेको चाहिँ यो यहाँदेखि यो बिचसम्म मात्रै छ है। यसको ठ्याक्क यति मात्रै छ, यो बिचमा यो पिरामिडको मात्रै ठाडो उचाइ हो। यो भयो हाम्रो 8 सेन्टिमिटर। र अर्को बुझ्नुपर्ने भनेको चाहिँ यदि घनको भुजाको नाप 12 सेन्टिमिटर छ भनेको छ। घन भनेपछि के हुन्छ, तीनवटै भुजा बराबर भएको हुन्छ। लम्बाइ, चौडाइ र उचाइ बराबर भएकोलाई घन भनिन्छ। त्यसैले 12 सेन्टिमिटर चाहिँ यसको भुजाको नाप छ। भनेपछि यो 12 भएपछि यो पनि 12 छ, यो पनि 12 छ, यो सबै 12 छन्। यो माथिकोलाई छोडेर, यो पिरामिडलाई छोडेर बाँकी चाहिँ सबै के छन्, 12 सेन्टिमिटर छन् भनेर चाहिँ बुझ्नु पर्यो त्यो घनको। अब यो उक्त संयुक्त ठोस वस्तुको पुरा आयतन पत्ता लगाउनुहोस् भनेको छ। हामीले के गर्नु पर्यो, एउटा घनको आयतन निकाल्नु पर्यो अनि एउटा पिरामिडको आयतन निकाल्नु पर्यो। यो दुईटा आयतनलाई निकालेर जोडिसकेपछि बल्ल संयुक्त ठोस वस्तुको आयतन निस्किन्छ। अब यहाँ यो दिएको कुराहरूलाई लेख्न सक्नुहुन्छ। यो घनको भुजाको लम्बाइ लम्बाइलाई हामीले यसमा चाहिँ ए ले जनाइन्छ अथवा एल ले जनाउँदा नै हुन्छ। एल बराबर, यो चाहिँ नजुकिनु होला तपाईहरुले, यो के ले जनाएको भन्ने चाहिँ थाहा पाउनुपर्छ। 12 सेन्टिमिटर भनेर चाहिँ यो घनको भुजाको लम्बाइ भयो। अब फेरि पिरामिडको के छ, ठाडो उचाइ, उचाइलाई हामीले एच ले जनाइन्छ। त्यसैले यो भयो 8 सेन्टिमिटर। अब हामीले के निकाल्छौं, पहिला यो घनको आयतन निकाल्छौं। घनको आयतन v बराबर के हुन्छ, एल क्यूब हुन्छ। हामीलाई थाहा छ सबै भुजा बराबर छन्, त्यसैले एल क्यूब हुन्छ। v1 गरिदिनु यसलाई, किनकि हामीले यसको पनि भोल्युम निकाल्नु पर्ने छ। त्यसैले v1 बराबर एल क्यूब भयो। एल क्यूब भनेको चाहिँ कति हुन्छ, 12 cm को होल क्यूब भयो। यो भनेको चाहिँ 12 × 12 × 12 गर्दाखेरि चाहिँ 1728 cm क्यूब आयो। यो भनेको तलको यो हाम्रो ठोस वस्तुको, घनाकार ठोस वस्तुको चाहिँ आयतन आयो 1728। अब हामीले निकाल्नु पर्छ माथिको, यो भनेको चाहिँ यो पिरामिडको निकाल्नुहोस्। पिरामिडको आयतन v2 बराबर, यता लेख्न सक्नुहुन्छ तपाईहरुले, यो ठोस घनाकार ठोस वस्तुको आयतन, यो चाहिँ पिरामिडको आयतन भनेर लेख्न सक्नुहुन्छ। पिरामिडको आयतन निकाल्ने सूत्र 1/3 × a × h हुन्छ। अब हामीलाई a चाहिँ थाहा छैन। a कसरी निकाल्ने भन्दाखेरि चाहिँ a भनेको चाहिँ यो पिरामिडको यो तलपट्टिको बेसको चाहिँ एरिया हो, अर्थात् यो आधारको चाहिँ क्षेत्रफल हो। त्यसैले चाहिँ यो तलपट्टिको जति छ यहाँ माथि पनि त्यति नै छ। भनेपछि यो घनको आधारको क्षेत्रफल जति हुन्छ त्यति नै यो पिरामिडको आधारको क्षेत्रफल हुन्छ। त्यसैले यो भुजालाई सपोर्ट मानेर चाहिँ गर्न सकिन्छ। यो भुजा जति छ यो पनि त्यति छ, यो भुजा जति छ यो पनि त्यति छ। त्यसैले
12 को स्क्वायर गर्ने हो भने चाहिँ हाम्रो यो चाहिँ यसको पनि क्षेत्रफल आउँछ भनेपछि यसलाई के गर्नुस् भन्दाखेरि 1/3 इन्टु ए भनेको चाहिँ यो क्यापिटल ए भनेको चाहिँ यो जुन लम्बाइ छ यसलाई 2 पटक गुणन गरिदिनु भनेको चाहिँ एल इन्टु एल भनेको चाहिँ 12 इन्टु 12 गरिदिनु भयो भने अथवा यसलाई ए बराबर 12 इन्टु 12 गरेर यो एल भनेको चाहिँ ए भनेको चाहिँ एल इन्टु एल हो त्यसैले 144 cm स्क्वायर भनेर यता छुट्टा निकाल्न सक्नुहुन्छ। छुट्टा ननिकाल्ने हो भने चाहिँ तपाईहरुले यही पनि गर्न सक्नुहुन्छ। इन्टु एच भनेको हाम्रो 8 सेन्टिमिटर छ। अब यो सबैलाई गुणन गरिदिनु 12 इन्टु 12 इन्टु 8 अपन 3 गर्दाखेरि चाहिँ 3 चौको 12 भयो अनि 8 चौको 32 इन्टु 12 गर्दाखेरि चाहिँ यो 384 cm स्क्वायर चाहिँ सरी यो cm क्यूब हो यो आयतन हो त्यसैले 384 cm क्यूब चाहिँ यसको भोल्युम आयो। भनेपछि यो हाम्रो ठोस वस्तुको आयतन यो घनाकार ठोस वस्तुको आयतन 1728 cm क्यूब आयो र यो पिरामिडको आयतन 384 cm क्यूब आयो। अब यो दुईटैलाई जोड्दाखेरि चाहिँ यो संयुक्त ठोस वस्तुको आयतन आउँछ। त्यसैले V बराबर संयुक्त ठोस वस्तुको आयतन V बराबर V1 प्लस V2 गर्नुभयो भने चाहिँ V1 कति छ 1728 cm क्यूब प्लस V2 भनेको चाहिँ 384 cm क्यूब भयो र यो दुईटालाई जोड्दाखेरि बराबर 2112 चाहिँ cm क्यूब भनेर यो दुईटालाई जोड्दाखेरि आयो र 2112 चाहिँ यो संयुक्त ठोस वस्तुको आयतन रहेछ भनेर चाहिँ आन्सर आयो। हामीले केही पनि गरेका छैनौं, एकदम सजिलो छ प्रश्न। पहिला चित्र बनाउनु पर्यो, चित्र बनाएर बुझेर प्रश्न पढेर बुझेर चित्र बनाउनु, चित्र बनाइसकेपछि चाहिँ यो छुट्टा भाग हो यो छुट्टा भाग हो त्यसैले हामीले छुट्टा छुट्टै निकाल्यौं। एल क्यूब यो ठोस वस्तुको आयतन यो घनाकार ठोस वस्तु भएर चाहिँ एल क्यूब भयो। एल क्यूब भनेको चाहिँ एल भनेको चाहिँ 12 दिएको थियो, 12 को क्यूब गर्दाखेरि चाहिँ 1728 cm क्यूब भयो, यो डाइरेक्ट आयो। V2 भनेको चाहिँ हाम्रो 1/3 भने यो पिरामिडको आयतन निकाल्ने सूत्र चाहिँ के हुन्छ 1/3 इन्टु ए इन्टु यहाँ हुन्छ त्यसैले 1/3 इन्टु ए भनेको चाहिँ हाम्रो यो आधार यो ठोस वस्तुको आधारको क्षेत्रफल जति छ यो पिरामिडको आधारको क्षेत्रफल पनि त्यति छ किनकि यसले चारै कुनामा टेकेको छ। भनेपछि 12 इन्टु 12 भनेको चाहिँ एल इन्टु बी अर्थात् एल इन्टु एल गर्दाखेरि चाहिँ 12 इन्टु 12 गरियो इन्टु 8 भनेको चाहिँ एच आयो। अनि त्यसपछि यो एचलाई ल्याएर यहाँ राखेको अनि यो माथिको गुणन गर्नुस् र 3 ले भाग गर्नुभयो भने 384 सेन्टिमिटर क्यूब आउँछ। अनि यो दुईटालाई जोड्दाखेरि चाहिँ यसको पुरा यो ठोस वस्तुको पुरा आयतन चाहिँ आउँछ र यसरी चाहिँ हाम्रो 2 नम्बरको सकियो।